हेलो अब चाहिँ हामी यहाँ घरबाट हिँड्न लाग्यौँ हामी चाहिँ बारबिक्यू जानु लाग्यो मिजो कस्तो फिल भइरहेको छ त नि आज ताना सिमी गर्नुपर्छ ल है हाम्रो त वेदर यस्तो राम्रो छ अब हामी चाहिँ जानु लाग्यो बेटिनी कस्तो फिल भइरहेको छ बारबिक्यू जाने नानी कता गयो तिम्रो त फर्स्ट बारबिक्यू हो फर्स्ट बारबिक्यू हाम्रो सानीको फर्स्ट बारबिक्यू डे मैले बुढो चाहिँ अलिपछि आउनुहुन्छ हामी चाहिँ जाने तिमीलाई कस्तो फिल भइरहेको छ भन्दै नि त कस्तो फिल भएको छ भन्नु न त बारबिक्यू जाँदा ल्याउनु त नि हाँस्देऊ न त नि खोइ त हाँसेको गाइस हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ यो चाहिँ हाम्रो बारबिक्यू डेस्टिनेसन सङ्गीता हिँड्नु भएर आइसक्यो छोला छोला युजेन पठाएर आमा र बाउ हिँड्नु भएर आइसक्यो ल हामी चाहिँ यो चाहिँ हाम्रो बारबिक्यूको डेस्टिनेसन गाइस अब हामी चाहिँ ल खोइ त मामा म बुढाबुढी पुरा ज्याकेट लाएर पुरा फर्स्ट बारबिक्यू म हो यस 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 बारबिक्यू जाने माछा पोलेर खाने बारबिक्यू गर्ने है आज त ल कस्तो भएको बारबिक्यू गर्ने टेन्ट खोल्नु भयो ल उता सामान मिजो सामान लिएर भयो उता मिस ल्याएर भयो सङ्गीता हाम्रो चाहिँ आजको यहाँ बारबिक्यू हुन्छ साकुरा फुलेको यस्तो विधि यहाँ चाहिँ होइन आजको वेदर चाहिँ आफ्नो हातको कसको हातको चाहिँ के मिठो हुँदो रहेछ भन्ने उसको हातको चाहिँ के मिठो हुँदो रहेछ भनेर है त विङ्स चाहिँ मिठीले मोल्नु भयो लेग पिस सङ्गीता उता निको म ल है त फिडब्याक दिनेहरू चाहिँ उहाँहरू है कस्तो के मिठो भयो यहाँ चाहिँ के भइरहेको छ बारबिक्यूको आगो बोल्ला छ हामी किनी सुधाइरहनु पर्छ यस्तो भइरहेको छ छैन मेरो पनि देखाएर ल अब त्यस्तो गरेको चाहिँ है अब चाहिँ म चाहिँ मासु खान रेडी भएँ Dulu sih budo osoi cibang osoi budo nagara osoi itu last day bokko tadi dia dah macam ya aku boli सक्यो मिटिङ र मिति चाहिँ नानीलाई खुवाउनको तडखडमा हुनुहुन्छ खान नमानेर अनि म चाहिँ एक्लै छु यहाँ मामा र सङ्गीता चाहिँ प्रेसो लिन गएको छ यसले चाहिँ बारबिक्यू अन खुसियाली मैले खानेकुरै खाएन सत्ती Shot bichang dame lunch sangita छुट्यो त्यसले खाइमै हामीले vlog mới đấy vlog Vlog ya boleh ada spray lo.
गर भन्नु नमस्ते गर त नमस्ते गर नमस्ते 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 ढोकी ए ब्लग भइरहेको मेरो ब्लग लास्टै बाफ फेरि क्या ए ब्लग भइरहेको मेरो खाइहाल्ने होइन नि त यता भिडियो पो भइरहेको त्यो पनि चिया पाकिरहेको छ इधर हमारा चिया है उधर हमारा पाउरोटी जाम वाली पाउरोटी वाली मामा के वाली एकजना सुतिरहेको एकजना ऊ आथ्यो खेल्दा चाहिँ तयारी हुँदैछ यहाँ हेर्नु होला खाजा सेट तयारी गर्दै हुनुहुन्छ हाम्रो यहाँ ल ब्याट्री पो लगायो खाजा आजको खाजा चिया पनि ल्याइदिनु चिया र अनि हाम्रो त्यो खाजा है मासुकै साइड गरेको होइन यसरी हो चिया छुट्याउनै भएन नि बल्छ नि तारे ल गाइजहरू दुई शब्द जाओस् न त
बल्ल हुँदा अरे खाली हुँदा अरे भन्नु न आजको तारिक खाली हुँदा अरे तर लास्ट रमाइलो भयो मामाले तर यो हामी यहाँ घुम्न आएको चाहिँ यो ठाउँको नाम के इटालीको सिरियामा भएको इटालियन पार्कबाट यो चाहिँ हाम्रो टेन्ट लानु सुकिरहेको छोरी बाबा ल है त तोरी आइज तर यस्तो मोबाइल दिनु पर्यो यार एउटा खतरा आउँदो रहेछ नि दिजु कुन मोबाइल हो यो 15 कि 16 15 प्रो ल गाइजहरू यो मोबाइल समाति राख्यो भने म उता ढिला होला त एकचोटिलाई म बन्द गरेर गएँ गयो भने मात्रै खाँदै भोलि कम्पनी भरि पोर्क है अबदेखि हामी चाहिँ पोर्क खाना कसलाई हामी तिनी पोर्क पोर्क कसलाई ल सँग त पोर्कको कसलाई ल पोर्क हैन चिकन भन्नु न चिकन तिनी भर्खर खाँदै छु म त पोर्क हैन चिकन भन्नु खाओस् त पोर्क भन्दा अचारै दामी रहेछ मैले मिजो खानु भयो पोर्क खाइने कसलाई मिजो चिकन माया लाग्दो रहेछ त्यो भएर सबैले मैले मोलेको पोर्क चाहिँ मिठो भयो है ल मिठो भयो त्यसो कोक कस्तो हो कोक पिसो आज तिमीले युजेनमा प्रिसो च्याङ आन्टीले के भन्नु भयो खाइ भन त प्रिसो च्याङ मम्मी दिन्छु भयो प्रिसो नमस्ते ढोक्दियो र नि त गर नमस्ते ल भयो ल खाऊ अब आइज अब हामी त्यस्तो नमस्ते, ढोक्दियो। किन बुझ अब खानु त कति धेरै हो बुढो के हो अरे मासु नखानेलाई के गर्ने रे बुझ्छु अब के भन्ने सङ्गीत आवाजहरू के सुत्नु त होइन ऊ पान पराक सोचले दुध नखाएर दिमाग खराब अरे स्याजो नै हुन्छ मिठो हो खान्छौ बाबालाई पेसो पेसो के हो धेरै हल्ला गर्ने म बसी गरे पर्छ मान्छे भएर सबलाई खाइसक्नु मलाई त्यो औषध गार्थे भनेपछि पर्छ लास्टमा फेरि गयो फेरि सबै काम मात्रै अब चाहिँ हाम्रो यहाँ मौसम खानेकुरा भएर मौसममा खाएको खाइ मासु धेरै खाएर मौसम खाएको खाइन्छ खाएको खाइ हातमा चढाइदिनु गरिन्छु अब चाहिँ हाम्रो यो खाइसाले पाले हामीलाई फलफुल यासाइले चामल सिएक्सले हाम्रो रमाइलो छ मासु कोपले हो सबैजना नि खाइसाले पाले काम गरेर मात्रै दिने हो आजको मासु सब मैले राखेको मलाई फ्रीमा दिएको भन न सब फ्रीमा लिएको हामी चाहिँ घर नजिक छौँ त त्यही भएर खाइस जानतिर जाने भन्ने कुरामा सन्तलाई के हक जानतिर जाने खाइस वास्तवमा भन्नुपर्दा आज एकदिन अब यस्तो नगएर यतै रमाइलो गर्नु भयो जानु भयो नि जानु घरमा एक बोका भयो भने बढ्छ 15 किलो 15 किलो हुन्छ अब हामी यहाँ खातासुल गरेर बस्छौँ त्यस्तो अफिस जाने गर्ने मलाई त अब पार्टीहरूले जे भन्छ त्यही मलाई जता जे गर्ने त्यही तपाईँ के भन्नुहुन्छ होइन जाने ठिकै त्यसो भए उनीहरूको त कोइन उनीहरू के अरे
कोइन टच गरौँ कोइन टस गरौँ ल जान्नु जान्नु ल मिजु हुन्छ ल त्यो घडी फाल्नु ल 5 किलो चामल ल्यायो नि यस्तो राम्रो छ यहाँ पुरा हावा चलिरहेको है वा कसलाई आजको वेदर है कस्तो राम्रो है मिजु के छ के गरेर आउनु भयो ए यहाँ मिटिङ चाहिँ के गर्दै हुनुहुन्छ ए कति समय पनि भाडा चाहिँ धेरै नै सक्यो ओहो नि यो यत्रो भाडा के गरी माग्नुहुन्छ यो चाहिँ के हो यो चिया चिया पाकिरहेको फेरि सबैले खायो अब बारबिक्यू नआउनु मिटिङ गयो गएर कलास सिक्नु पर्ला जस्तो छ सबैको के हो यहाँ सबैजना यहाँ थुपको बसेर मासु खाँदै बस्दै गर्ने अनि एकजनालाई भाडा मान्न लाउने यो भएन यो भएन ए लास्ट फाल्टु त मै हो मोबाइल लिएर त हिँड्दै गर्ने ल ल यो चाहिँ के हो यो चाहिँ के हो खै कसरी कुरुम कुरुम गर्छ के गरेको त्यो के गरेको त्यस्तो के गरेको त्यो अब हामी छोरी अब हामी जाडो जाडो भयो राति राति जाडो जाडो भयो अब हामी चिया खाने ल चिया खाने चिया चिया हेर नि यहाँ चिया पाकिरहेको छ यहाँ हाम्रो चिया होइन अब हामी चिया खाने हो चिया होइन गाइस हामी चिया खायौँ ल चिया इज एभ्री टाइम फेभरेट क्या जतिखेर नि हामीले चिया खान्छौँ होइन बुढो सबजना खाइसकेर जानु भएको है नानी सर्दी सक्दै छोड्छु त बाहिर आउनु बस्न पाएँ चिया चिया बनाएको छु चिया खाने चिया खान्छौँ जाडोमा उमाइको कस्तो हावा चल्यो है हो नि त्यो त खानै परेको नि हामी नेपाली हो नि त मलाई त पत्ता छैन 500 को बनाइदेऊ यता चाहिँ पुरै सक्दी सुताएर पुरै आनन्दले ल हाम्रो यता चटपट बनाउने कार्यक्रम भइरहेको कति कति हो हजुरहरूलाई ल अनि यता मिस्टर उप्रेती सानलाई उता मिस्टर बानिया सानलाई 100 को ओके 150 ह्याकिवेन रे जापानिज को छ आफै हुँदैन हाई त्यसो कतिको इचेन भन्दा न खाइन्छ हाल तर मैले 500 को भनेको हाम्रो चटपट चाहिँ लास्टै ओइसिसो देखेको छ है ओ माई गड मुखबाट पानी आयो मेरो त चटपट रुवाली पनि क्युट छ त्यही भएर चटपट पनि लास्टै यमी देखेको छ यमी ओइसी थाहा छैन त्यो चाहिँ अहिले भन्छ ओइसी चाहिँ ल अब चाहिँ हाम्रो चटपट खाने रेडी भइरहेको छ दाइ कस्तो भइरहेको चटपट नेपालमा भए चाहिँ यसको 50 पर्थ्यो तर जापान हो हामी चाहिँ सबैजना जापानमा छौँ यसको 500 पर्छ ल सबिता कस्तो छ ल उता जापानिज सर कस्तो भइरहेको यता भाइ कस्तो भइरहेको एकदमै एमी भाइ चाहिँ मेरो भएको है ल ल अब चाहिँ हाम्रो घर फर्किने कार्यक्रम भइरहेको छ त्यसमा चाहिँ सबैले आफ्नो काम भाग लगाइरहनु भएको छ ल आजको बातचीत कस्तो भयो त
झन् रमाइलो गर्नुपर्छ। ल दाइ यसो 2 शब्द तपाईँको पनि जाओस् ल यता पानी पुग्नु छ लाग्छ मैले भयो हाम्रो बारबिक्यू अब हामी यहीँ गर्छौँ। थ्याङ्क यू फर वाचिङ। मलाई त भएको जस्तो भिडियो यार के गर्नु अब तपाईँ बारबिक्यू कस्तो भयो भन्नु न बारबिक्यू त झक्कास भयो भन्नालाई पनि के तनाव छ खरा यो कति भयो बारबिक्यू भन्देऊ कति भयो र सविता कस्तो भयो त बाल भयो भने मिठो भयो भने बारबिक्यू वाउ भन्नु अब चाहिँ हामी जान लागेको आज हामी बारबिक्यू गरेको ठाउँ चाहिँ हामी चाहिँ यस्तो हो आज यस्तो रमाइलो छ यस्तो ट्रीहरू पुरै वाउ छ अब चाहिँ हामी यहाँबाट जान लाग्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल।